हेलो एभ्रिवान, आज चाहिँ म बेलुकाखेरि चाहिँ जानेछु पार्कमा गोकर्ण। यहाँतिर चाहिँ अलि शान्त वातावरण छ कि काम हुँदै पुगेछ। हावा यस्तो मिठो लागिरहेछ कि यो चाहिँ सर्टकट बाटो। यहाँ घरहरू चाहिँ एकदम राम्रो राम्रो बन्दै रहेछ। कतै त प्लेन पनि उडिरहेछ। लगाइछु कसको छोराछोरी उड्यो होला बिचरा। तर आज मौसम अलि वेदर राम्रो छैन। त्यही हो। अनि म एक्लै हिँड्दैछु बाटोमा चाहिँ। मेरो साथीहरूलाई हिँडौँ भनेको कसैले टेरेन अनि म एक्लै हिँड्दैछु भिडियो बनाउँदै। बाटोतिर घरहरू यस्तो राम्रो रहेछ। म चाहिँ माथि गोकर्ण पार्कमा जान लाग्यो। हिँड्दै यहाँबाट साथै 20-25 मिनट लाग्छ होला। हेर म कति बजी 5:30 भएछ। कति बजी पो हिँडेको थियो। नजिकै हो। बिस्तारै हिँड्यो भने आधी घन्टा पुग्छ। यो चाहिँ कस्तो राम्रो छोड्दैन रहेछ। तर यहाँतिर चाहिँ एकदम शान्त खुल्ला वातावरण छ। एक कुकुरले होला अस्ति राति म माथि पार्कमा गएर आउँदा पछि आएको। यहाँ त चाहिँ यस्तो रहेछ। अनि मन्दिर रहेछ। उतै अमेरिकन स्कुटर भएपछि सारा स्कुटरमा हिँड्न पाउँछ। यो अगाडिको क्यामेरा चाहिँ क्लियर आउँदैन, त्यही भएर काम छैन। अब भोलिपर्छ पैसा कमाएर आइफोन किन्नुपर्छ। इन ड्राइभ। अब मैले इन ड्राइभ चलाउनु पर्छ। रमेश विकास सहित प्रतिष्ठान टेम्पो नि पाउँदो रहेछ। यति सुन्दर छ कि तर मलाई एकजना भएर भिडियो बनाउनै अनकोप के भन्छ अब लागिरहेछ। टेम्पो आउँदो रहेछ। यहाँतिर चाहिँ खुल्ला छ क्या, हिँड्नलाई आनन्द लाग्छ। भिडियो क्लिक गरेन। कसै 7 बज्न लाग्यो। अब चाहिँ म फर्किन गएको। कति राम्रो छ बाटो। रहेछ नक्सा। बेलुका भएपछि टिकट नलिँदो रहेछ यहाँ। दिउँसो चाहिँ हामी बेलुका 40 कति टिकट लिन्छ। अब अर्कोचोटि आउँदा चाहिँ म स्कुटर लिएर आउँछु। स्कुटर अरे क्या स्कुटर लिएर यो माथि गएर खाजा खान्छु। मलाई त्यहाँको खाजा एकदम मिठो लाग्छ। त्यही हो। अब बाटोतिर गर्छु अनि रुम पुग्छु म चाहिँ एक्लै अब फर्केको।
बाटो एकदम अँध्यारो छ। यहाँ सिक्ने मान्छेहरू मैले नै यहाँ सिकेको एक दिन जतिले सिकेँ एक दिन त सिकेको। कस्तो पछि आएको एक्लै छु गाइस। जोक छ तर म यहाँ रङ साइड आएकी जस्तो खालको लाग्छ। पर्छु असली यस्तो घनको जङ्गलमा पागल बौला मान्छेहरू आउँछ। अब चाहिँ मलाई डर लाग्न थाल्यो किनभनेदेखि अहिले यता जाँदा पनि अलि सानो बाटो हुँदैछ कि त्यही भएर म चाहिँ यहाँ बोल्दै गइरहेको छु। यस्तो छ बाइकहरू आइराख्ने यो बाइकहरू मात्रै आइराख्नु त डर लाग्ने। यो अलिक खोप्चो टाइपको रहेछ। अघिल्लो मान्छे भक्कु बस्यो फेरि पानीपुरी पनि खायो भोक लागेर डर लाग्यो। अब चाहिँ म आयो भने पछि आउँछु स्कुटर लिएर। म पनि आफ्नो सजिलो हुन्छ होइन। अघि म आउँदै कस्तो पसिना भएको थियो एक्लै घुम्दै माथि जाँदा नि रमाइलो हुँदैन है। अब पछि आउँदा चाहिँ स्कुटर लिएर आउँछु। आयो भने त्यो साथीसँग आउँछु। त्यही हो यहाँतिर अलि एक्लै केटा मान्छेहरू बाइकमा आउँदा चाहिँ डर आउँदो रहेछ। तर कुनै त सबै गलत भन्ने त हुँदैन, कुनै त राम्रै हुन्छ। तर पनि भन्न सकिँदैन काठमाडौँको ठाउँमा। बत्ती रहेछ, बत्ती राखेर चाहिँ ठिक गऱ्यो। बिचमा राख्नुपर्ने तर अँध्यारो छ त्यो मासतिर। यति धेरै भिड छ कि पुरानो यतिखेर अघि मैले तल गएको देखेँ कि अहिले माथि मान्छे चाहिँ यति धेरै हुन्छ। अब चाहिँ म यहाँ मुनि पार्कमा आइपुग्यो। कस्तो यहाँ छेउमा बाइक रोकेको रहेछ डर लाग्यो मलाई। अनि यहाँ चाहिँ पार्क छ। हुँदा चाहिँ मान्छेहरू बिहान बेलुका धेरै आउँछन्। अहिले अब बच्चाहरूको छुट्टी छ नि त, बच्चाहरू लिएर मान्छे धेरै आउँछ कि त्यो पार्कमा। बल खेल्ने ठाउँ पनि छ। किनभनेदेखि बिहान बेलुका चाहिँ मान्छेहरू अब बिहान भन्दा नि बेलुका चाहिँ अब दिउँसो गर्मी हुन्छ। कहाँ जब घुम्न जाऊँ पनि गर्मी एकदम बढिरहेछ नि त आजभोलि। अनि पार्कमा आउँछ कि खेल्नेहरू ठाउँ पनि छ नि त। त्यही भएर त्यही हो। म चाहिँ अब जाँदा चाहिँ अब राति नै हुन्छ, मान्छे धेरै हुँदैन। मलाई डर पनि लाग्छ, भिडियो बनाउँदै हिँड्छु। यति धेरै भिड छ कि पुरानो यतिखेर अघि मैले तल गएको देखेँ कि अहिले माथि मान्छे चाहिँ यति धेरै हुन्छ। यहाँ छ खेल्ने कुरा चाहिँ। तर आफ्नो त्यहाँको लागि त लाज मान्नु हुँदैन रहेछ। तर म चाहिँ यहाँ एक्लै छु त, त्यही भएर डर लाग्दो रहेछ। यहाँ यस्तो राम्रो छ कि बच्चाहरूलाई खेल्न पैसा लिँदैन है, फ्रीमा राम्रो छ। अब यहाँबाट उतै पास गरी कत्रो छ, डर लाग्छ मलाई अब। तर एक दिन जाने जस्तो लाग्यो, डर लाग्यो मलाई। तर बिचमा बत्ती राख्यो उज्यालो छ भने डर लाग्दैन मलाई। बत्ती छैन अँध्यारो छ भने चाहिँ डर लाग्छ नि होइन। त्यो पाहाडभित्रमा बाटो छ अलिअलि बाइकहरूको पिटबिल बत्ती मात्रै छ क्या। अनि त्यसमा चाहिँ डर लाग्छ। तर ऊ त्यो खोलाको बिचमा चाहिँ बत्ती चाहिँ राम्रो छ। बेलुका चाहिँ राम्रो देख्छ सबै बत्ती गरेर। तर गाउँमा त म यसरी हिँड्न सक्दिनँ यति बजेको बाटोमा। काठमाडौँमा चाहिँ सक्छु किनभने गाडीहरू हिँडिरहेको छ। तर काठमाडौँ 9-10 बजीदेखि पनि हिँड्न सक्दैन। कहिले कहिले म कामबाट आउँदा ढिलो हुँदा चाहिँ डर लाग्छ। त्यही हो। मलाई त अँध्यारो देखिरहेको होला। ल बाई बाई। अहिले पछितिर फेरि दिँदै गयो। अब म त्यो खाल्डो भएको बाटो देखाउँछु। अहिलेदेखि मलाई एकदम भिडाहरू दुखिरहेछ।
हिँड्ने अल्छी लाग्छ माथितिर गुम्बा हेर्न सक्नुहुन्छ त्यहाँ आनी गुम्बा होला तिनीहरू सायद मेरो विचारमा यस्तो छ तर यहाँतिर खुल्ला बाटो छ कि त्यति उत्यो छैन के भन्छ झप्पा धेरै मान्छे आएको रहेछ मैले पत्तै हिँडेको थियो यहाँतिर फेरि बत्ती नै छैन यस्तो अन्धकार छ कि पर गाडी छ यहाँको ओह्रालोमा तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो खालको छ नि मान्छे हिँड्नलाई पनि गाह्रो छ मेरो डर लाग्ने बाटो हरायो अब म कहाँ पुग्न लाग्यो